नमस्कार, म रिवाज प्रधानन। आजको यस कार्यक्रममा हामी राणा शासनकाललाई 3 भागमा विभाजन गरेर अध्ययन गर्नेवाला छौँ। सुरु गरौँ। राणा शासन नेपाली इतिहासको एक यस्तो कालखण्ड हो जसमा राजा शक्तिविहीन र शासन शक्ति राणा परिवारसँग थियो। राजदरबारभित्र भइरहेको शक्तिको चलखेल र उथलपुथलको फाइदा उठाउँदै जङ्गबहादुरले चेसबोर्डमा चेकमेट खेले झैं चाल चलेर शक्ति आफ्नो हातमा लिन सफल भए। बडा महाराज धिराज पृथ्वीनारायणका खनाती अर्थात् नातिका पनि नाति राजा राजेन्द्र विक्रम गद्दीमा थिए। उनकी श्रीमती रानी राज्यलक्ष्मीको प्रिय पात्र गगनसिंह भण्डारीको एक रात आफ्नै घरमा रहस्यमय तरिकाले हत्या गरिन्छ। आफ्नो प्रिय र विश्वसनीय पात्र गगनसिंहको हत्याको खबर सुनेर रानी राज्यलक्ष्मी रिसले आँखा नदेखे झै हुन्छन्। उनले तत्कालै हनुमान ढोकाको कोतमा उच्च पदस्थ सैनिकीय अधिकारीहरू र भाइ भारदारलाई भेला हुने आदेश दिन्छन्। यो खबर जङ्गबहादुरका लागि एक सुनौलो अवसर झैं थियो। उनले आफ्ना भाइहरूका साथै आफ्ना सैनिक पल्टनहरू पनि कोतमा लिएर जान्छन् र तयारी अवस्थामा तैनाथ गर्छन्। रानीको आदेश पालना गर्दै सबै भाइ भारदारहरू कोतमा भेला हुँदा त्यहाँ मानिसहरूको कोचाकोच थियो र सबैले एकअर्कामाथि शङ्का गर्थे। कोतमा भेला भएकाहरूलाई रानीले तत्कालै गगनसिंहको हत्या र पत्ता लगाई त्यसलाई कारबाही गर्ने आदेश दिन्छन्। तर त्यस्तो हुनुको सट्टा त्यहाँ अशान्ति र अव्यवस्था अर्थात् केओस फैलिन्छ। यसै समयलाई सही सम्झेर जङ्गबहादुरले इसारा दिन्छन् र उनका सैनिकले एक एक गरेर त्यहाँ उपस्थित सबै भारदारलाई मार्छन्। यसरी केही घण्टामै जङ्गबहादुरले दरबारका सबै भाइ भारदारहरूलाई मारेर एक सरहको पावर भ्याक्युम नै सृजना गरे। यसरी जङ्गबहादुरले राजदरबारमा हत्याकाण्ड मचाई शक्ति आफ्नो हातमा लिनुका साथै जहनीय राणा शासन सुरु गर्न सफल हुन्छन्। भाग 2 राणा कालमै सत्ता परिवर्तन। जङ्गबहादुरको शासनकालमा राजा राजेन्द्र विक्रमले विद्रोह गर्ने प्रयास गरिरहन्छन् तर सफल कहिले पनि हुँदैनन्। पछि राजा राजेन्द्रलाई नजरबन्दमा राखेर जङ्गबहादुरले सुरेन्द्र विक्रमलाई राजा बनाउँछन्। राजा सुरेन्द्र राजा बनेपछि बिस्तारै नेपालका राजाहरूले आफ्नो अधिकार गुमाउँदै जान्छन्। जङ्गबहादुरले बनाएका रोलक्रम अनुसार उनको मृत्युपछि उनको भाइ रणोदीप सिंह राणा मुख्तियार बन्छन्। सोही रोलक्रम अनुसार जङ्गबहादुर पछि उनका भाइहरू, त्यसपछि उनका छोराहरू, त्यसपछि उनका नातिहरू र अन्त्यमा उनका भतिजाहरू मुख्तियार बन्ने क्रममा थिए। मुख्तियार रणोदीप सिंह आफ्ना भतिजो जङ्गबहादुरको छोरो जगतजङलाई मुख्तियार बनाएर आफू चाहिँ काशीवास जाने तयारीमा थिए। वास्तवमा जङ्गबहादुरको मृत्युपछि जङ्गखलक अर्थात् जङ्गबहादुरका छोराहरू र शमशेर खलक अर्थात् सबैभन्दा कान्छा भाइ धीर शमशेरको छोराहरू बीच एक तरहको शीतयुद्ध नै चलेको थियो। दाइ जगतजङ मुख्तियार बने भने शमशेर भाइहरूले कहिले पनि मुख्तियार बन्न पाउँदैनन् भन्ने कुरा उनीहरूलाई थाहा थियो। त्यसैले विक्रम सम्वत 1942 कार्तिक 21 गतेको रात नारायण हिटी दरबारमा वीर शमशेरको नेतृत्वमा शमशेर भाइहरू गएर मुख्तियार रणोदीप सिंहलाई गोली हानेर मार्छन् र लगत्तै दाइ वीर शमशेरलाई मुख्तियार बनाउँछन्। यसरी राणा कालमा नै कु गरेर शक्ति जङ्ग खलकबाट शमशेर खलकमा सरेको थियो। कस्तो थियो राणाकालको जीवनस्तर? राणाकालमा सबै शासन शक्ति र सार्वभौमिकता राणा शासकहरूसँग थियो। उनीहरूको विरोध गर्न पाइँदैन थियो। जङ्गबहादुरले दरबार स्कुल स्थापना गरेर नेपालमा आधुनिक शिक्षाको सुरुवात गरे तापनि त्यहाँ पढ्न भने राणाहरू र ती निकटका व्यक्तिहरू मात्र पढ्न पाउँथे। राणाकालमा केही निश्चित व्यक्तिहरू मात्र धनी थिए, ऐयासीका जीवन जिउथे भने आम नेपाली नागरिकहरू गरिब थिए र कष्टपूर्ण जीवन जिउथे। व्यापार व्यवसाय कल कारखाना खुल्ने, विदेश जाने जस्ता कार्यहरू केही निश्चित व्यक्ति मात्र गर्न पाउँथे। तर राणाकालमा सबै नराम्रो मात्र भएको भने होइन। वीर शमशेरले नेपालकै पहिलो अस्पताल वीर अस्पतालका स्थापना गरेका थिए। त्रिभुवन चन्द्र अथवा त्रिचन्द्र कलेज पनि राणाकालमै स्थापना भएको हो। राणाकालमा नै शहरी विकास, हुलाकी सेवा, दूरसञ्चार जस्ता कुराहरूको आधारभूत पूर्वाधार विकास भएको थियो। साथै विक्रम सम्वत 2010 मा जङ्गबहादुरले मुलुकी ऐन जारी गरे। यसै ऐनले देशभर लागू हुने नियम बनायो र कानुनी प्रक्रियालाई परिभाषित गर्यो। भाग 3 राणाहरूको विरोध। राणा शासनकालमा वर्षौंदेखि सार्वभौमिकता
राणा शासकहरूसँग थिए, जनतासँग थिएन। राजनीतिमा जनताको फिटिक्कै प्रभाव थिएन। शासन जनताहरूप्रति समर्पित थिएन, बरु केही व्यक्तिहरूप्रति मात्र समर्पित थियो। राणाकालमा शासक जन्मको आधारमा चुनिन्थिए। देशमा लोकतन्त्र थिएन र जनताको आवाज सुन्ने कोही पनि थिएन। राणाकालमा आम नागरिक दुःख र कष्टको जीवन जिउन बाध्य थियो। शिक्षा प्राप्त गर्न पाउँदैन थिए र साथै भारतले पनि बेलायती शासकहरूबाट स्वतन्त्रता पाएपछि नेपालमा राणाहरू विरुद्ध अझ आवाज उठ्न थाल्यो। राणाको विरोध। सुरुतिर राणा शासकहरू एकदमै शक्तिशाली थिए। उनीहरू विरुद्ध बोल्न पाइँदैन थियो। त्यसैले सुरुवातमा राणाहरूको विरुद्ध खुलामा विरोध भएन, बरु ससाना समूहमा राणा विरुद्ध कुरा गरिन्थ्यो। यसै समयमा प्रजा परिषदको स्थापना भयो र लुकीछुपी राणाहरू विरुद्ध आवाज उठ्न थाल्यो। यसै विद्रोहलाई रोक्नका लागि राणाहरूले कठोर कदम चाले र 4 जना विरोधीहरूलाई मृत्युदण्ड दिए। यिनै 4 जना पछि गएर नेपालको 4 शहीदहरू घोषित भए। यसै समयतिर विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा विराटनगर औद्योगिक क्षेत्रका कर्मचारीहरूले विरोधको थालनी गरे र साथै नेपाली काङ्ग्रेसको पनि स्थापना भयो। नेपाली काङ्ग्रेसले सशस्त्र विद्रोह थाल्छ। राजा त्रिभुवन भारतीय राजदूतावास भाग्छन् र त्यहाँबाट भारत पुग्छन्। देशको राजा नै भागेपछि राणा शासकहरूमाथि दबाव सृजनाका साथै जनतामा पनि विद्रोहको लहर बढ्छ। त्यस समयमा राजा त्रिभुवनले नाति ज्ञानेन्द्र बाहेक अरू सबै परिवार सदस्य लिएर भारत भागेका थिए। त्यसैले दबाव कम गर्ने प्रयासमा राणाहरूले 4 वर्षीय बालक ज्ञानेन्द्रलाई गद्दीमा बसाउँछन्। तर पनि विद्रोह नरुकेपछि अन्त्यमा मोहन शमशेरले मुख्तियारको पदबाट राजीनामा दिन्छन् र 104 वर्षीय लामो जहनीय राणा शासनको अन्त्य हुन्छ। हस्त अन्य सबै अर्को कार्यक्रममा। आजलाई यति नै। धन्यवाद।